हेलो साथीहरू, गुड मर्निङ तपाईहरु सबैजनालाई। घामले गर्दा मेरो अनुहार देखेको छ कि छैन है। म चाहिँ भर्खर उठेको, अहिले बज्दैछ 8 हो। म ढिलै उठ्छु साथीहरू। अनि हेर्न सक्नुहुन्छ पावर ब्याङ्क रातिसम्म फोन चार्ज गर्नु निदाइहाल्छु भनेर रातभरि फोनमा हुन्छ नि, म चार्ज गर्दिनँ कहिले। त्यही भएर पावर ब्याङ्कलाई नै चार्ज गर्नुपर्छ। आँखा पनि मैले हिजो काजल लगाएको थिएँ, कालो भइरहेछ। अनि मेरो मर्निङको सुरुवात भइसकेको छ साथीहरू। अन्तखेरि म तपाईँलाई भ्लग बनाएर देखाउँछु, आज दिनभरिको भ्लग सेयर गर्छु, कस्तो हुन्छ हेर्नु होला है। अबपछि म फ्रेस हुन्छु, पहिला पूजा गर्नुपर्ने हुन्छ होइन। आज त्यही माथि ट्युसडे हो। तपाईँहरू सबैजनालाई एकदमै भेरी भेरी गुड मर्निङ। सके हो, बडीले हाम्रो बिहानको काम चाहिँ यस्तो हुन्छ है, आँगन झाडु लाउँदैछ हो। अनि आमाले यहाँ पूजाको लागि तयारी गर्नुहुँदैछ। अब मेरो पनि टर्न आउँदैछ नुहाइ धुवाइ गर्ने। त नुहाइ नुहाएको छैन अब चाहिँ 4 महिना लाग्यो साथीहरू। नुहाउनु पनि अलिक गाह्रो गाह्रो हुन्छ हामीलाई। हाल्दैन मल हुन्छ त, पत्तै मात्रै छ। अब चाहिँ यहाँ पूजा गर्नुहुँदैछ, म पनि पूजा गर्छु साथीहरू हो। पूजा पनि डन भयो मेरो चाहिँ। यस्तो चाहिँ आज जग्गा पनि त्यस्तो पारिरहेको छु। ल प्रसाद खाने मैले चाहिँ पूजा पनि गरिसकेँ। अन्त आमाले चाहिँ प्रसाद रेडी गरिदिनु भएको छ साथीहरू। यहाँ प्रसाद लगेर म जाँदैछु, बारीलाई दिन्छु के गर्दैछु किचनमा होला। किचनमा खाना बनाउनुहुन्छ होला। म चाहिँ नुहाएर पूजा गरेर पनि सकिसकेँ। यसको खाना पाकेँ कि पाकेन। प्रसाद खान्छ हौ बेसनको खाना दुइटा पाला भने एउटा खान्छ त। अन्त डाइटिङ गरेको मेरो सायद बेसनको हो नि त। घामले होला यहाँ छ हाम्रो मान्छे घर यता कता देखाएँ मैले। घामले केही देखेको छैन साथीहरू हो। अन्त यसलाई पर्खिने हुँदा चाहिँ झ्याप्पै निन्दा लागेर मरिगयो। म त घाममा एकछिन बसिरहेको थिएँ नि त, त्यहाँ साइलेन्टसँग बात मारेँ नि म। त्यही चाहिँ घाममा बसिरहेको थिएँ कि निन्द्रा क्या लाग्दिएको हौ, सुत्तिहाल्नु जस्तो भयो। अन्तखेरि आज पूजा निन्दा लागेको भन्दा चाहिँ हामी चाहिँ अलिक छिटो थियो नि त। 7:30 8 बज्न आँटेको थियो। त्यही कारणले है निन्दा लाग्यो। हामी यसो सुत्दै लाग्थेन, बसेको म चाहिँ बस्दै गरेँ नि त। हामी चाहिँ यति डरलाग्दो सुत्छ कि साथीहरू, के भन्नु। हामी नाइजहरूको घर आइपुग्यो यहीँनिर हो। हाम्रो पूजा यहाँ मुनि घर छ हाम्रो हो। यहाँ छ गेम पो खेल्दा न। यहाँनिर चाहिँ भाइले गेम खेल्दै रहेछ, नाइजु आमा उतै भित्र पसेर। अब काम धन्दा हेर्नु परेन के उभिएको चाहिँ भित्र कसम गर। तिमी चाहिँ भित्रमै बना होइन काम गर भने बहिनी छ। यहाँ हाम्रो आमा समय लाग्दो के अचम्म भयो तपाईँलाई चाहिँ फेरि। अनि भएको कमा भन्छ त होइन। यहाँ हाम्रो चाहिँ गुरुजी हुनुहुन्छ। गुरुजीले चाहिँ भन्दैछ हाम्रो भिडियो हेरेर आमालाई के गर्यो भनेर सोध्नु रहेछ। उहाँ म्याडम चाहिँ सिलगढीबाट आजै आएको, बिहान पूजा घरमा छ भनेर होइन। बिहानै नुहाएर आएको अरे, फेरि नुहाउनु पर्यो। किन भन्दा चाहिँ नि साथीहरू हाम्रो छेत्रीहरूको घरमा चाहिँ छेत्रीहरूलाई थाहा हुन्छ, एकपल्ट गरेपछि फेरि नुहाउनु पर्छ जाडोमा। एकपल्ट गऱ्यो भने चाहिँ नुहाउनु पर्छ साथीहरू। हाम्रो यहाँ चाहिँ हो बिचराको लुगा यसले गर्यो फेरि नुहाउनु पर्छ जाडोमा। दुखेप हुन्छ उसको यहाँ हेर न लुगा। अब नुहाउने फेरि गाह्रो छ। त्यही भएर छेत्रीहरू चाहिँ छेत्री घरमा बिहान आउनु है साथीहरू। यस्तो साह्रो पर्छ। म त बानी भयो यत्रो वर्षमा, तर पनि फर्स्टमा चाहिँ म रुको थिएँ। लुचिरो नवा यहाँ माइजू छ। माइजूले चाहिँ यहाँ चढाउनु हुने रोटी पोल्नु हुँदैछ। त्यहाँदेखिको त्यसको पालि चाहिँ मेरो टर्न आउँछ रोटी पोल्नु। म चाहिँ यहाँनिर हातमा कलाई बाँधेर एकदम रुमाल बाँधेर रेडी छु रोटी पोल्नुको लागि हो। दामी पोल्छ नि भाउजू त रोटी। आफ्नो घरमा पोलेको सघाउनै पर्यो अहिले। दामी पोल्नु हुन्छ अहिले भिडियो गरेर देखाउँछु त। म चाहिँ रोटी पोल्नु आँटेको, बुहारीले पकाउँदैछ, बहिनीले काम गरेको छ हो। भाउजूले चाहिँ यस्तो दामी सेलरोटी बनाउँछ। अघि पनि भनेको थिएँ होइन मैले, यहाँ हुँदैछ यस्तो दामी रोटी। मैले कसरी पोल्नु सिकेँ होला है, नसिकिकन बनाएको साथीहरू। मैले कुनै त्यो रोटी पोल्नु लागि रहर सिकेको होइन, आफै आएको हुनु चाहिँ। मेरो चाहिँ सबै खासमा चाहिँ खाब्जे बनाउनु थियो होइन, यो सेलरोटी पोल्नु रहेछ नि त आफै आएको। खास चाहिँ म खाब्जे बनाउने हुने मान्छे त। हाम्रो तामाङहरूको त खाब्जे जेरोहरू बनाउँछ होइन, तोर्माहरू बनाउँछ। कहाँ तोर्मा हो, यो सेलरोटी पोल्नुको रहेछ। रिजल्ट छ साथीहरू, तर कसले पनि नसिक्नु होला है सेलरोटी बनाउने काम। साह्रो झिजो भयो भने झिजो त हो, तर मिठो दामी बनाउनुहुन्छ भाउजूले। कहाँ तामाङनी भाउजू आएर यहाँ छेत्री बाबुलाई पल्लो छेउमा राखिदिनुहुन्छ। आज चाहिँ भाउजूको नन्दले यहाँ भिडियो गरेको। भाउजू चिया खानुहुँदैछ, यति रोटी पोल्नु भएर खाएँ मान्छे मैले। जसले गरे पनि खाउँ मिलेन, साका सन्तानमा एकजनाले गरिसक्छ।
पट्टा बसेन हामी फर्स्ट हालेर भोगा खोर्सानी आज एउटा खोर्सानी सब्जी अचार दाल खान्छ अब हामी सब्जी घर त पिरो छैन तिमीले दाल केही भइहाल्यो सब्जी हाले सक्छ डाडु थिएन डाडु थियो भित्र भयो भन्दैछ स्टल पर्दै गएको थियो हाम्रो काका चाहिँ यस्तो गरेर हेरेको छु है पूजामा आयो भित्र बस्नु नि भन्दा आमा बोलाउँदा के भन्दैछ ए खेदाउँदैछ दिदीले घरमा त झट्टपट्ट ल्याइहाल्छ काममै चाहियो नि त मलाई घरमा त झट्टपट्ट ल्याइहाल्छ गोटा काममा घरमा त कहाँ चाहियो हामी चाहिँ अगाडि बसिरहेको छ गफ गर्दै अरूहरू चाहिँ खाएको छैन हामी तिनजनाले आन्टी मैले हाम्रो बडीले चाहिँ खायो अरूहरू चाहिँ भोकै छ हामी चाहिँ अलग्लो भइरहेछ हौ मान्छेहरूको मैनी भन्ने यहाँ चाहिँ बुकले कान्छालाजीले चाहिँ जान्छ हो गाडी कुदाउँदैछ मम्मी खालको ग्यार लगायो भने त अन्त गाडी त प्लाङ्गो हुन्छ त अन्त साथीहरू वेदर त्यस्तो टाइम भयो अहिले बजेको छ 4 होइन 4:30 पूजा अझै स्टिल चलि नै रहेको छ है म घर आएको थिएँ अन्त म चाहिँ मेरो आजको भ्लगलाई म यहाँ इन्ड गर्दैछु हो कतिजनाले हेरिदिनु भयो जतिजनाले हेरिदिनु भयो उहाँहरूलाई एकदमै थ्याङ्क यू है अन्तखेरि मेरो भ्लग कस्तो लाग्यो मलाई कमेन्ट गरेर भनिदिनु होला अन्त यो चाहिँ मेरो फर्स्ट भ्लग हो मलाई त्यस्तो एक्सपिरियन्स छैन यसरी भ्लग हाल्ने होइन अन्तखेरि पनि म ट्राई गर्छु नि त राम्रो राम्रो बेटर गर्दै गर्छु होइन यहाँ कस्तो भएछ वेदर अनि म चाहिँ भ्लगलाई यहीँनिर एन्ड गर्दैछु साथीहरू थ्याङ्क यू सो मच फर वाचिङ अन्तखेरि नेक्स्ट भिडियो म भोलितिर हाल्छु ल राम्रो भयो कि भएन आज मेरो भ्लग होइन किनभने फर्स्ट ट्राई हो मैले यसरी भ्लग हाल्दिनँ कोही कोही बेला मिनी भ्लग हाल्थेँ होइन अन्तखेरि चाहिँ बाई बाई साथीहरू थाकेँ म घर गएको थिएँ नि त म चाहिँ यता लगाउनु घर चाहिँ हो बाई बाई